के छ हो सबजनालाई ठिकठाक होला नि हैन। म पनि आरामै छु। हजुरहरूलाई के भन्न गएको छु भने मेरो चाहिँ युट्युब च्यानलमा गएर सबजनालाई सब्सक्राइब गर्ने होला, धेरै धेरै पुऱ्याइदिनु होला भन्न चाहन्छु हैन। आज म चाहिँ हजुरहरूमा अलि लामै हुन्छ हैन भ्लग हैन, राम्ररी हेरिदिनु होला हैन, स्किप नगरिकन हेरिदिनु होला, सबजनाले माया गरिदिनु होला भन्न चाहन्छु। यता चाहिँ हाम्रो बाख्रा छ है, 11वटा बाख्रा छ। 12 थियो, एउटा मुनि चाहिँ ल्याएन, 11वटा बाख्रा छ है। अब चाहिँ 11:30 11:40 भइसकेछ। अब बाख्रा लानुपर्छ घर है। बिहान लिएर बाख्रा यता हेर्नु ल हाम्रो गाउँ है। अनि यता सानो मुनि छ है, उता तामाङ बस्तीलाई पनि देखाउन गइरहेको छु। यता तामाङ बस्ती हो, हेर्नु सबजनाले यो तामाङ बस्ती हो भन्न गइरहेको छु हजुरको सामु चाहिँ। अनि यता हाम्रो गाउँ हो है। म चाहिँ यता हाम्रो गाउँ हो। म चाहिँ घरभन्दा पारिपट्टि बाख्रा लिएर आएको छु है। यता हाम्रो गाउँ हो, यो हाम्रो जङ्गल हो। यता म चाहिँ बाख्रा हेर्छु है, पारिपट्टि बारीमा बाख्रा लिएर आएको छु भन्न चाहन्छु है। हजुरहरूलाई चाहिँ यति भन्दै अब भोलि चाहिँ अर्को भ्लग लिएर आउँछु, पार्ट 2 भन्दै बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई।